Welcome back to my new video. मलाई चिन्यो तपाईहरुलाई आरबी ब्लग 07 को पेजमा र युट्युब च्यानलमा चाहिँ तपाईहरुलाई स्वागत छ। जस्तो आयो त्यस्तै हजुरहरुलाई प्रस्तुत गरी अनि म चाहिँ आज पसल डुङ्नेछु हैन। दाइ चाहिँ बाइक टेस्ट ड्राइभ गरेछ केटा। तिमीलाई के चाहिन्छ हैन, बाइकको पार्ट पुर्जा के चाहिन्छ तिमीले देख्न सक्छौ केटा। हो मेरो पसलै भने पनि भइहाल्यो हैन हैन। अहिले मान्छे छैन नि त, त्यही भएर मेरो पसल हो, आउन सक्छु। अनि यहाँ भनेको मैले नेक्स्ट ट्रिप चाहिँ मैले के हान्नु पर्छ उहाँ चाहिँ फेरि जुम्रा हेरिरहेको क्या, जुम्रा हेरिरहेको छन्। यहाँको नजाराहरू चाहिँ यस्तो छ, तिमीले देख्न सक्छौ हैन। यस्तो छ, तिमीले देख्न सक्छौ। अहिले यहाँबाट चाहिँ म उता पनि जान्छु, किनभने मैले चाहिँ अब आफ्नो बाइक चाहिँ त्यो पछाडिको खेटखेट हल्लिरहेछ क्या, त्यो ब्याट्री साइडको हुन्छ नि त, त्यो चाहिँ ठ्याङ ठ्याङ हल्लिरहेछ। अनि पछाडिको ब्याकलाइट पनि हल्लिरहेछ, त्यसलाई चाहिँ तारले टाक टुनुक यहाँनिर चाहिँ मैले देख्न सक्छु। यो तारले चाहिँ टक्कसँगले बाँधेर होइन रिनिक्क बनाउनु पर्ने हुन्छ यो तारले चाहिँ, किनभने त्यो चाहिँ बढी नै हल्लिरहेछ क्या। बढी नै हल्लेपछि अब त्यसलाई चाहिँ मैले के ठिक रहेछ दाइ, के प्रब्लम तपाईँलाई कस्तो चाहियो क्या? तपाईँ म भन्दा राइडर बन्न खोजेर छाला खुर्काउन खोजेको के हो? तपाईँलाई कस्तो चाहियो क्या? तपाईँ म भन्दा राइडर बन्न खोजेर छाला खुर्काउन खोजेको के हो? हेर्नु हेर्नु यहाँनिर यही रोडमा मर्ने त्यहीँनिर चिप्ले आउँछ। ल सो होइन यो बाइकमा चाहिँ पिकअप भएन अरे फेरि। ल कतिको स्पिड हान्नुहुन्छ तपाईँ यो रोडमा? कतिको स्पिड हान्नुहुन्छ? सो अब हामीले चाहिँ सबैभन्दा पहिला चाहिँ मुख धुनुपर्ने हुन्छ होइन। मुख धुनुपर्ने हुन्छ हाम्रो सानो बिहारी कहाँको। खोला केटाहरू सुतिरहेको बाइकको हालत यस्तो बनायो अहिले। अब यो चाहिँ के भइरहेछ भने काण्ड यो हो जसमा नि कुदाउँदा फेरि खटेक 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 गर्ने। लाइट त केही फरक परेन होइन, यो पनि हल्लिरहेको झरिरहेको ननाच्ने मलाई ढङ्ग हुनु होइन, लाउनै नआइदिरहेको क्या झरेर। तर जसो तसो काम चलाउ सरकार चाहिँ फेरि म बनाउनेवालै हो। बढी नै हल्ले क्या त यो, यस्तो हुन्छ कुदाउँदा फेरि होइन। अनि त पछाडि केटी राखेर लिएर हिँड्या हुन्छ नि, यसो गर्दा त नि बाइक कति पुरानो रहेछ भनिहाल्छ नि। सन्त्र दा भइरहेछ हाम्रो चाहिँ जुगाड। तारले टिनिक्क बान्ने हो त होइन, यसलाई तारले टिनिक्क बनाएर। अरू सब ठिक छ होइन, यति मात्र चाहिँ हो क्या, अरू त सब ठिक छ होइन। यसलाई टक्कसँगले अब हामीले चाहिँ दाइले बनाउनु हुँदैछ होइन। निक्लिँदैन दाइ त निस्किन्छ तातो छ यति यस्ता मुला त मुला। त्यहाँ दुलो नभएको ठाउँ बनाउँदा दुलो चाहिँ बनाऊ। खटाक खटाक गर्नु भएन क्या दाइ यार, यो माछिने लास्ट कबाडी लाग्नु थाल्यो। पानी परे बेला चिसो भएको घाममा परे भने टाइट हुन्छ, फेरि मान्छेले सिलाइसकेपछि हुन्छ। किटी किटी गऱ्यो क्या दिस माई ब्रान्ड गाइज। तपाईँले देख्नुहुन्छ ट्याङ्की पनि जानु लागेको छ, 7,000 खर्च लाग्छ भने हो। यसलाई पनि टन्काउनेवाला छु। यसलाई चाहिँ दाइ म राँगो बनाउँछु फेरि एकचोटि, तपाईँको बसेर ल्याउँछु, टेन्सन नगर्नु। कहाँनिर भन्नुभयो दाइ लोकेसन? ओपनिङमा त जानु परेको नि, लड्डु खानु पर्यो, 2-4वटा भ्लग सकेपछि अब किन चाहिँ नि बसिरहने भन्ने कुरो। ल
दाइ 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 मलाई नमार्नु न दाइ यार बिस्तारै मेरो दाइ बिस्तारै यो दाइले पनि फेरि उडाउनु चाहिँ बाइक उडाउने हो मलाई पनि बवाल लाग्छ जिन्हें खराब हो सामान में फोटो डाल देना तो तस्वीर के लेके मैले बाटे फेरि त बा एक को जो चाहिए से दो थोड़ा बहुत चाहिए मुझसे खराब हो पाइए हमारा समझ ला जेना होता ना हम किन के लिए हमारा ल ल हमको खजानु रे हाँ खाइसक्यो के भयो भने दाइ यो काण्ड कुन काण्ड यो माछिने हल्लै हल्लै गऱ्यो क्या भेड़िया आज आया अँ यार दो ना दादा हाँ? नकुदे पो फेर्नु दाइ कुद्छ आवाज आउँछ त्यति हो प्रब्लम कुद्न त जबरजस्त कुद्छ मस्त कुद्न त कुदिहाल्छ नि यार यस्तो दामी बक्स कुद्नु परिहाल्यो नि यो पनि पिक अफ डेन्जर छ क्या सन्त्र त थाहा छैन नि भाइको अरू त त्यस्तै हो यसको के भन्छ चुरोटको फिल्टर हालेर यहाँ अँ, अनि फेभिक्युल हाल्नु यो एकदम बलियो भइहाल्छ हो चुरोटको फिल्टर चुरोटको फिल्टर हालेर सन्त्र दाइ हो तर फेरि मसँग भयो कुनै ग्यास छैन यहाँ हाल्नु यो फिल्टर भनेको क्या मैले नाटक गिरगेले क्या भित्र नट टुट रहेछ थाहा भयो त्यो नट हाले त उयो नट टुट गेले कि त्यो गिर गेल नट होइन एका लेपर भएको मलाई कसैले प्याक हो है भयो लगभग काम सकिन लाग्यो नि यो कहिले खोल्यो पुरो यो त दाइले त कति सब्स्क्राइब भयो तपाईँको 448 छ मेरो सब्सक्राइब गरिदिनु मेरो नि सब्सक्राइब हानिदिनु म त हानिदिइहाल्छु मेरोमा नोटिफिकेसन मैले हान्दाखेरि चाहिँ अब मेरो फेसबुक पेज छ त यार फेसबुक पेजमा यति फ्यानहरू छ पुरै नभन्नु तपाईँ आफैले हान्नु पऱ्यो नि त मैले हान्दाखेरि अलिकति नाम चिन्नु नि त सब्सक्राइब चाहिँ तपाईँ आफैले हान्नु पऱ्यो म आफै गरिदिन्छु तपाईँको कलाको यो हो युट्युबमा काम गर्न मन छ दाइ तपाईँहरूसँग त टन्न पैसा छ गोब्रो सोब्रो किनेर चलायो भने हो नि दाइ यार कति महिना अगाडि खोलेको तपाईँको यो त मैले 8 क्लास हुँदै खोलेको अहिले त म झन् कहाँबाट दुई वर्ष ग्याप मेरो गरेर पनि ठिक छ 1 वर्ष पनि भयो 3-4 मेरो भइसक्यो हो वर्ष के पनि के हाल्नुहुन्छ सर्टमा देखाउनु त म आफ्नो भिडियो हाल्छु हेयर कटिङको तपाईँको जस्तो हाम्रो होइन नि त भाइ तपाईँको र मेरो उनी अनि फाल्टो छ अनि 311 छ अहिले ठिक छ ठिक छ ठिक छ ठिक छ कस्तो देखिने कि त हल्का देखाउनु पऱ्यो नि त यता पनि देखाउनु पऱ्यो भइरहेको मेरो चाहिँ हुँदैछ अनि टक्कसँगले बाइक गर्ने हुन्छ मेरो पब्लिकमा बोल्ने बानीको विकास छैन क्या दाइ मेरो दाइ पब्लिकमा बोल्ने बानी डर लागिहाल्छ अलिकति अगाडि जाने बित्तिकै ठिक भइसक्यो फाइनली हाम्रो बाइक चाहिँ अब ठिक भइसक्यो अब हुन्छ नि त मजा होइन अब चाहिँ जिन्दगीमा पछाडि केटी हालेर कुदाइदिने रानीहरूको अनुहार पनि हेर्नु नपरोस् म ल यो हल्लिन्थ्यो होइन यो पनि ठिक हो ल दाइ अहिले चाहिँ बवाल भयो यार साँच्चै दाइ यार यसलाई यो पनि सल्भ भइरहेको छ अहिले त पैसा भयो भने यसलाई चाहिँ मैले टक्कसँगले फेरिदिन्छु अब बाइक यो बाइक हटाएर चाहिँ मैले अब बाइक धुनुपर्ने हुन्छ यो कसको बाइक हो थाहा होइन होइन मैले टक्कसँगले हटाएर चाहिँ मैले मेरो बाइक धुनुपर्ने हुन्छ लेट्स सी भावना धेरै समय लाग्यो
मैले चाहिँ फाइनल्ली होइन बाइक धोएर ल्याइसकेँ टिलिक्क टल्काएर होइन। किनभने अब यो चाहिँ के हुन्थ्यो भने होइन अब मैले बाइक धुन्थेँ होइन, बाइक धोएर राखेँ होइन, राखेर अनि रोडको साइडमा राख्थेँ। रोडको साइडमा राखेपछि त माटो होइन के हुन्छ नि त त्यो गाडीहरू कुदेर धुलोले मायासला त मैले लिएर जाने बेला त धुलै धुलो हुन्थ्यो। त्यो बेलालाई चाहिँ मैले तल ल्याएर राखिदिएको छु होइन। तल ल्याएर राखिदिएपछि त अब केहीले भेट्दैन। सो यो भिडियो चाहिँ कसले हेर्नु हुँदैछ र मेरो फेसबुक पेजमा गएर फलो गरिदिनु होला। फलो गरेर अनि त्यहाँनिर चाहिँ मेरो अहिले चाहिँ फेरि त्यो फेसबुक पेजमै गएर मेरो फेसबुक पेजको आइडीमा गएर चाहिँ वाच नाउ भन्ने एउटा अप्सन छ प्रोफाइलमा गइसकेपछि अनि त्यहाँ गएर चाहिँ तपाईँहरूले मेरो के भन्छ त्यहाँ गएर चाहिँ त्यहाँ टच गर्नुभयो भने सिधै मेरो युट्युब च्यानलमा जान्छ र त्यो युट्युब च्यानलमा गएर चाहिँ तपाईँहरूले सब्सक्राइब र फेसबुक पेजमा चाहिँ यो तपाईँले अहिले भिडियो हेरिरहनु भएको पेजमा चाहिँ तपाईँहरूले फलो गर्नुपर्ने हुन्छ। अनि अब अर्को कुरा भनेको अब यो बाइक चाहिँ मैले खत्रै मोडिफिकेसन गर्नेवाला छु, तर अहिले के छैन, पैसाको कमी छ, त्यही भएर अहिले चाहिँ यसले खासै खर्च अब भनेको त्यही नै हो होइन। अरू सब ठिक छ। पछाडिको टायल भाँचेको छ, त्यो टायल चाहिँ भाँचिन लागेको छ, फुटेर सुरुवात चाहिँ दाइबाट भएको थिएन। दाइले चाहिँ त्यो कता जाँदाखेरि त्यो पछाडि नहरिकन ब्याक गर्दाखेरि चाहिँ त्यसले चाहिँ दाइले चाहिँ पछाडिको फेरेर ल्याएको छ। अनि अब यसको मेन खर्च भनेको चाहिँ हाम्रो ट्याङ्कीमा छ होइन। ट्याङ्कीमा चाहिँ अब मैले चाहिँ अहिले चाहिँ यताउता गरेर कराइरहेको छु 7,000 भनेको छ। 7,000मा चाहिँ डेन्टमेन्ट गर्न लाएर टक्कसँगले होइन। चक्काहरू त नयाँ छ होइन। पछाडिको चक्का त हिजो अस्ति भर्खर फेरेको यसको। अनि अब भनौँ न अब जे होस् अनि अब केटीहरूले गर्दाखेरि मलाई थोरै घाटा लाग्यो। भोलिदेखि चाहिँ अब कलेज जाँदाखेरि कोही केटी पनि नबोकी आउँदा पनि कोही केटी नबोकी आउनुपर्ने हुन्छ। रिसायो भने रिसाउनु जाँदाखेरि मलाई केही मतलब होइन, मेरो अलरेडी छ नि त होइन। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। के भइदियो भने होइन जुन थियो नि यो छ नि यो हो यो हल्लेको थियो होइन। यो चाहिँ अहिले मैले टन्च बनाएर बाँधेको छु होइन। तार सार लाएर के गरी हुन्छ टन्च बनाएको छु यो साइडको कभर, नत्र कुदाउँदा फेरि अगाडि हुन्छ नि त अब खल्याङ गर्ने क्या होइन। अब यसको मेन खर्च भनेको ट्याङ्कीमा छ अर्को होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ ट्याङ्की पुरानो छ नि त। अब यो पुरानो ट्याङ्कीलाई चाहिँ हामीले फेर्नुपर्ने हुन्छ। फेर्ने भयो होइन त अब 15-20 हजार लाग्छ भनेको छ। सो म यसलाई चाहिँ डेन्टपेन्ट हानिदिन्छु होइन, डेन्टपेन्ट हानिदिन्छु यसलाई। अनि यो पनि बाइक त कुद्छ 220 हो होइन। बटारेपछि माया टोक्ने अहिले अब यसको इन्जिनको क्लच प्लेट पनि फेर्ने बेला भएको छ। यसलाई चाहिँ अब क्लच प्लेट फेरेर टन्च बनाएर चाहिँ गाउँ लाने हो एकचोटि। यसको छ नि त यो मेरो ब्रान्डै भयो भने यसको ट्याङ्की चाहिँ मैले फेर्नुपर्ने भएको थियो। किनभने पुरानो त के छ नि त, त्यसैले गर्दाखेरि। अनि यो पछाडिको यो फुटेको छ नि, यो फुटेको छ नि त, यो चाहिँ अब दाइले फुटाएको रहेछ। त्यो ब्याक गर्दाखेरि दाइले फुटाएको रहेछ होइन। अनि यो अहिले यस्तो कन्डिसनमा छ क्या। अब यसलाई चाहिँ मैले यताउता गरेर यो पैसा 1200 पर्दो रहेछ। मैले पछाडिको टायल चाहिँ यो छ नि, यसलाई टायल भन्छ होइन। यो टायल चाहिँ मैले पछाडिको फेर्ने प्लानिङ गरेको छु। चक्का त हिजो अस्ति भर्खर फेरेको नयाँ छ होइन। अनि अब त त्यस्तै हो। अब अगाडिको लुक्स त के हेर्नु होइन, अगाडिको लुक्स त नयाँ हुने फेरि होइन। फेरि सक्छ त कसैले, मान्छे यति हेर्छ नि त बाइक हेर्ल। बाइक पनि त्यस्तै फेरि म आफू जस्तो छु बाइकलाई पनि त्यस्तै बनाउने क्या। फेरि मभन्दा राम्रो त बाइक छ नि फेरि होइन। डिप्रेसन सुरुमा गाउँबाट ल्याउँदाको त त्यसको त अब के कहानी गर्नु होइन। अब खर्च पनि त्यस्तै भयो होइन बाइकमा, र पनि केही छैन, कुद्छ त्यही नै ठुलो कुरो हो। अब अहिले पहिलेको बाइकमा यसलाई पिकअप भ्याउँदैन क्या, त्यही छ मेन कुरो। यसको पिकअप फेरि अब होइन यो अझै कबाडीमा जान त लाग्छ, अझै मेरो पुस्ता कट्छ जस्तो लाग्न थालिसक्यो मलाई होइन। किनभने अब यो डेन्जरस छ क्या, डेन्जर कुद्ने होइन। यसमा पिकअप के हो यो बाइकमा होइन। अरूको अब क्लच प्लेट फेरि पनि अब त्यति कुद्दैन। अब हाम्रो यो के हो यो बाइकै होइन, कस्तो छ क्या, अलिक युनिक खालको छ होइन। त्यही भएर यसलाई अब यसको त्यस्तै 20-30 हजार कति भ्याउँछ कर होइन। अहिले त 2 वर्षको मात्रै तिर्नु भने 20-30 हजार कर। अनि त्यसपछि यसलाई अब फेरि एकचोटि बनाउनको लागि चाहिँ खत्रै खर्च लाग्छ होइन। लगभग लाग्छ अब त्यस्तै भनौँ न टन्नै खर्च लाग्छ। अब त्यो खर्च चाहिँ यताउता म्यानेज गरेर बाइक चाहिँ टन्च बनाएर चाहिँ होइन। यो थोत्रे बाइकमा कति खर्च गर्छस् भनेर होइन। दाइ यो बाइक थोत्रो हो, म मान्छे जवान हुने फेरि त्यो कुरा चाहिँ याद राख्नु होइन। 20 मिटर त 40-50 मिटर चाहिँ मैले हातैले बोकेर लानुपर्ने हुन्थ्यो होइन। अनि अब अहिले चाहिँ के छ भने होइन, अब जब मैले बाइक सिकाएँ होइन, लडेँ के गरेँ होइन। अब यो बाइक ल्याएपछि अब मैले यही बाइक सिकेँ। अब फेरि बनाउन पनि मैले नै बनाएँ यो बाइक होइन। बिगार्न पनि मैले नै बिगारेँ, चढ्न पनि मैले नै चढेँ, सिक्न पनि यही बाइकबाट सिकेँ हो। यही बाइक सिकेँ होइन, यही बाइक चढेँ, अहिले पनि यही बाइक चढिरहेको छु होइन। किनभने हामी 3जनाले चढिसक्यो हाम्रै परिवारको, माललाई साललाई अनि म कान्छु, म भइहालेँ। अनि यो बाइक यति रचिनको छ कि होइन, कुरै नगर्नु कि। अब यो बाइक चाहिँ अब हामी पुस्ताले कसैले नचढे पनि अब घरमै चाहिँ सजाएर राखिन्छ क्या। चढोस् नचढोस् मतलब भएन होइन। इन्जिन जाओस् बरु घरमै ल्याएर
किन बेचिँदैन भने अब यत्रोजनाले चढ्यो होइन एउटा हुन्छ नि त आफ्नो मान्छेको अब सजाएर राख्ने भन्ने कुरो हुन्छ क्या अब इन्जिन गइहाल्यो भने पनि यसलाई यसको लागि 1 लाख खर्च गर्न तयार विदेश गर होइन तर यो बाइक बेचिँदैन किनभने मस्त छ क्या कुरै नगरौँ न लुक्स त मैले फेरि हिटर बनाइदिएको छु मैले सोचिरहेको छु यो तपाईँहरूले दिन सक्नुहुन्छ यसको टप छ नि टप चाहिँ टक्कसँगले हालिदिने टप भन्नाले त्यो R15 जस्तो टप हालिदिने मोडिफिकेसन गरेर यो छ नि यो यहाँ लगेर लगाइदिने त्यसपछि त बस सक्छ त कसैले आर्य भलकलाई मलाई चिनाउने नि यही बाइक हो क्या महाकाडाको होइन